काम गर्नु पर्यो नि मुझे कहाँ ऱ्याप मात्र हानेर हुन्छ त्यो हुन्छ त ऱ्यापरहरू नि हुन्छ नि डिस भन्छ अनि प्लान पनि छैन कसरी गर्ने पनि थाहा छैन युट्युबबाट बिट डाउनलोड गरिदियो अनि लिरिकल भनेको छ मा 10वटा एउटै शब्दमा 10वटा शब्द घुसारेको छ बुझ्न पनि टाउको दुख्ने मैले तलमाथि बुझेँ नि त चिङ्ने त यहाँबाट त्यहाँ भित्र घुसार्छ त्यो शब्द भित्र तलमा मेरो प्रतिष्ठा प्रतिभा दौडिन्छ गतिमा जटिता कठिनता पटिता अन्तिममा उठ्निन्छ शक्तिमा बस्दिन अदिनमा बस्छु म अधिकमा प्रविड ज्ञानी हुँदैन 6 दिन बुझ्यो ए फेरि म चाहिँ के थिएँ नि दाइ पहिलेदेखि होइन मलाई फेरि वाइल्ड गाली गर्ने क्या त्यही माथि लामा छोडेर आएको मान्छे सोच्नु न मान्छेको गाउँको मान्छेको मपट्टि हेर्ने नजर कस्तो लाग्छ भन्नु दाइ ल यो मुजी त खत्तम गयो अब त यसले अब एउटा लाइफ राम्रो भइरहेको थियो बिगार्यो त्यो छोडे बिगार्यो मुझे गिटार बोकेर हिँडेको छ म सिक्न भनेर दौडिरहेको छ यताउता दौडिरहेको छु गिटार कराएको छु मुझे एसीडीसी सुन्थेँ म त्यसलाई म ऱ्याप पनि गाएको थिएन कि म गुम्बा छोडेर आएर नि एसीडीसी सुन्थेँ क्या डेन्जर पहिले गुम्बादेखि एसीडीसी मन पनि फेभरेट अनि गर्दा त मुझे वरिपरि त थर्किहाल्यो नि अनि मुझे पागल भयो मुझे त खत्तमै भयो भने तर फेरि मैले चाहिँ के सोध्थेँ नि मुझे पख तेरो छोराले मुझे कमाउला नि अहिले कमा होला मुझे महिनाको 10-15 हजार तर पख मेरो दिन आउँछ नि त्यो बेला म कमाउँछु मुझे तेरो छोराले वर्षमा नकमाउने पैसा 1 महिना भने तेरो छोरा 10-15 हजार त मेरो ब्याङ्कबाट गायबै हुन्छ ओ नो ब्रो त्यस्तो कहाँ दाइ आटीसँग बोल्नु न कहाँ दुईजना बोल्नु गेस्ट बोलाछ यार द गेस्ट बोलेर दुईजना गफ मार्छ यार स्याबे जान्दै यार ब्रो